नमस्कार छ सबैजनामा। म आकाश गुरुङ। म चाहिँ यहाँ कोरियामा आएको लगभग एक हप्ता जति भइसकेको छ। अनि आज चाहिँ मेरो काम थिएन, त्यो भएको भएर दिउँसो चाहिँ के गर्ने त भन्दा यतिकै काममा चाहिँ खाली टाइममा चाहिँ यतिकै केही लेखेर बसिरहेको थिएँ। मैले मेरो परिवारको बारेमा थोरै केही लेखेको छु, कविता जस्तो केही लेखेको छु। मलाई ठ्याक्कै मिलाउन त आउँदैन, न यसो भनिराख्ने खालको बानी पनि छैन। भर्खर केही दुई चारवटा केही लेखेको छु। कतै केही मिस्टेक हुनसक्छ, कहीँ कतै गल्ती त्रुटिहरू पनि पक्कै पनि होलान्। तपाईँहरूले केही त्यस्तो गल्तीहरू छन् भने, सुधार्नुपर्ने ठाउँ त्यस्तो केही रहेछ भने पक्कै पनि मलाई जानकारी गराइदिनु होला कमेन्ट मार्फत। भने अब चाहिँ मैले लेखेको के छ त भन्दाखेरिमा यसलाई चाहिँ थोरै म भनेर सुनाउँछु। मेरो परिवार। म मेरो होइन हाम्रो भन्न रुचाउँछु। म मेरो होइन हाम्रो भन्न रुचाउँछु। केही बिग्रेको छैन अझै राम्रो भन्न रुचाउँछु। म मेरो होइन हाम्रो भन्न रुचाउँछु। केही बिग्रेको छैन अझै राम्रो भन्न रुचाउँछु। बा 4 छोरा 3 छोरीको परिवार मेरो। बा 4 छोरा अनि 3 छोरीको परिवार मेरो। कोही छ साँच्चै भाग्यमानी भने त्योभन्दा बलियो निधार मेरो। बा 4 छोरा अनि 3 छोरीको परिवार मेरो। कोही छ साँच्चै भाग्यमानी भने त्योभन्दा बलियो निधार मेरो। न्यानो राम्रो लाएको छु भनेको जस्तो मिठो खाना पाएको छु। न्यानो राम्रो लाएको छु भनेको जस्तो मिठो खाना पाएको छु। राम्रो आचरण सिकाउने स्कुल मन्दिर हो भने म भन्छु म 2टा मन्दिर गएको छु। धेरै वर्ष बितेर आयो अब त। आज आमा भनेर सोच्दा अनुहार याद गर्न पनि बलै पर्यो। कि धेरै वर्ष बितेर आयो अब त। आमा भनेर सोच्दा अनुहार याद गर्न पनि बलै पर्यो। सानै उमेरमा साथ छुटेको भाग्यले त्यही एउटा छल गर्यो। बिचारा बा ती पीडाहरू कसरी बारे होलान्। बिचारा बा ती पीडाहरू कसरी बारे होलान्। हुर्किँदै गरेका छोराछोरी खर्च कसरी टारे होलान्। बाले टाउको समातेर बसेको कहिल्यै देखिन। ती बाले टाउको समातेर बसेको कहिल्यै देखिएन। हामी वर्षमा 2 जोर लुगा फेर्थ्यौँ, उसले एउटा गन्जी पनि फेरेन। बिहे गर भन्दा हाम्रै मुख हेऱ्यो उसले, अन्त कतै हेरेन। बा तपाईको त्यागले सिर्जना गरेको परिवार छ हाम्रो। कि बा तपाईको त्यागले सिर्जना गरेको परिवार छ हाम्रो। तपाईँ हुनुहुन्छ, संसार छ हाम्रो। अर्का छन् मेरा दाइहरू। मेरा दाइहरू महान छन्। म भन्न चाहन्छु मेरा दाइहरू महान छन्। मान्छे भन्छन् भगवान देखेको छु, देवीलाई देखेको छु। कि मान्छे भन्छन् भगवानलाई देखेको छु, देवीलाई देखेको छु। मैले 25 वर्षसम्म पनि भाइको हात समातेर डोर्याउने दाइ देखेको छु। न त कहिले झर्को भनेर माने उसले, न त कहिले झर्को भनेर माने उसले। सधैँ भर्कै भनेर मानोस् उसले। अरू भनेर सोच्नुभन्दा पनि घरकै भनेर माने उसले। बा पछिको बा हो दाइ, बा पछिको बा हुन् दाइ। यदि बा घरको आस हो भने दाइ सास हो। यदि बा घरको आस हो भने दाइ सास हो। त्यत्रो भाइ बहिनी खेलाएको हातले अझै भो भन्न जानेको छैन। त्यत्रो भाइ बहिनी हुर्काएको त्यो हातले अझै भो भन्न जानेको छैन। नोट चाहिँदा होस् या सहयोग चाहिँदा नो भन्न जानेको छैन। साँच्चै मेरा दाइहरू महान छन्। धन्यवाद। आजलाई चाहिँ यति नै थियो। आशा छ हजुरहरूले मन पराइदिनु भयो होला। कहीँ कतै गल्ती त्रुटिहरू भएको छ भनेदेखि मलाई जानकारी गराइदिनु होला। पछि पनि समय मिल्यो भनेदेखि म यस्तै लेखहरू लेख्ने कोसिसहरू पक्कै पनि गर्ने नै छु। अहिलेसम्म भिडियो हेरेर बसिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि यसरी नै माया गर्दै जानु होला, साथ सपोर्टहरू गर्दै जानु होला, यही भन्न चाहन्छु। हस् त, धन्यवाद।